यहाँबाट चाहिँ ठुलो आवाज आयो र अनि छिमेकीहरू सबै हेर्न थाल्नु हो भूकम्प गयो कि भनेर रोड चाहिँ पहिरिएको रहेछ र यहाँ हामीले उद्धारको लागि बिहानदेखि खट्यौँ यसलाई सुरक्षित बनाएर मात्रै छोड्छौँ हामी। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 14 र 13 क्षेत्रबाट बग्ने करखुसी जहाँ चाहिँ बिहानै पहिरो मात्रै गएन केही पक्की घरहरूलाई पनि जोखिम पुर्याएको छ र पक्की सडक पनि लगेको छ। यति मात्रै होइन खोला छेउमा भएकाले थप कटान हुन सक्छ भनेर यसको व्यवस्थापनमा सिङ्गो सुरक्षा निकायका विपदका टिमहरू खटिरहेका छन्। दसैँको यो यस्तो अवसरमा नवदुर्गा भवानीसँग हामी यही कामना गरौँ कि यो विपद चाहिँ छिटो टलोस् र विपदबाट चाहिँ चाँडै मुक्ति होस् र पानी कम होस्। र हाम्रो बालेनजीले यो टिमहरू पठाइदिनु भयो त्यसको लागि उहाँलाई धन्यवाद पनि दिन चाहन्छु। नमस्कार, म कृष्ण कटेल। यति बेला देश नै सङ्कट र विशेष गरी चाहिँ विपदबाट बस्ने प्रयास गरिरहेको छ। बिहान त्यस्तै 7 बजी जान्थ्यो म त यहाँ पसल बजार आएको थिएँ यहाँ यस्तो